हेलो सबैजनालाई नमस्कार छ अनि स्वागतम मेरो भिडियोमा। आज चाहिँ मैले लगाइरहेको मुला गोड्ने टाइम भइसकेको छ। यसलाई चाहिँ यो मुलालाई यति नै किन्न जाने हो भने मार्केटमा 50-60 रुपियाँ केजी भन्छ है साथीहरू। आफूलाई बसेको टाइममा फुर्सदको टाइममा आफ्नो घर वरिपरि भएको जग्गालाई मर्मत गरेर हैन अनि के रे बजारमा हरेक किसिमको केमिकलहरू हुन्छ, तर आफ्नै हातले गाई भैँसीको मललाई हालेर हैन मजाले आनन्द आफ्नै हातले बनाएर खानुपर्छ साथीहरू। अरूको भरमा बाँच्नु हुँदैन, अरूको आश गर्नु हुँदैन साथीहरू। आफ्नो वरिपरि भएका जग्गाहरूलाई बचाउनु हुँदैन। यसरी नै मैले पनि यत्तिकै बसिरहेको थिएँ, तर सिजनको खेती गरौँ न त कस्तो हुँदो रहेछ भनेर लगाएको। मलाई यति धेरै यो गुन्द्रुक अनि अचार हालेर पनि बेसी भइरहेको छ कि साथीहरू है। यत्तिकै बस्नुभन्दा त यसरी आफ्नो हातले लगायो खायो प्रशस्त रूपमा हैन, ढिटमरुन्जेल खायो मजाले आफ्नो हातमा आफ्नो बारीमा भएको। त किन खाइस् किन के गरिस् भनेर त कसैले केही भन्दा भन्ने डाउट त हुँदैन नि त साथीहरू। त्यही भएर यस्तो हो साथीहरू। अब सबै अरूले हैन हामी जस्तै मान्छेहरूले गरेर खेती गरेर बजारमा ल्याएको हो। अनि त्यही भएर हामी पनि केही जाँगरी गर्नुपर्छ कि बच्चाहरूलाई स्कुल पठाएर आफ्नो समयलाई म्यानेजमेन्ट गर्नुपर्छ कि साथीहरू है। मैले चाहिँ यसरी आफ्नो बारीमै लगाएर बेसी नै भइरहेको छ। यो मुला चाहिँ मस्तै छ हैन। यति 2-4वटा देखाएर होइन नि, मैले त यति धेरै छ कसैले भन्नु होला एउटा दुईटा मुला के भयो होला, त्यही पनि यस्तो भिडियो बनाइ भन्नुभएको होला। तर मैले यो मुला चाहिँ एक भारी नै छ कि साथीहरू। मलाई त अति नै हुन्छ कि धेरै हुन्छ, एक भारीमा नि धेरै यसै फाल्दिने हो कि यसलाई चाहिँ। म पछि गुन्द्रुक अचार बनाएछु भने पनि तपाईँहरूलाई देखाउँछु है साथीहरू। अब नेक्स्ट भिडियोमा भेटौँला। आजको भिडियो चाहिँ यति। अब तपाईँहरूलाई कस्तो लाग्यो अनि कस्तो लाग्छ अनि कमेन्टहरू गर्नुहोस् है साथीहरू। हजुरहरूको कमेन्टलाई पढ्न चाहिँ मलाई मजा लाग्छ, आनन्द लाग्छ हैन। कमेन्टमै भेटौँला है साथीहरू। ल।